हेलो एन्ड नमस्ते सबैजनालाई। आई होप तपाईँहरू सबैजना राम्रै हुनुहुन्छ होला। म पनि एकदम राम्रै खुसी छु है। र दसैँको सबैजनालाई एकदमै धेरै धेरै शुभकामना छ। दसैँ लागिसकेको छ, वेदर पनि त्यस्तै दामी 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 छ है। र हामी दसैँमा अब जान लाग्यो गाउँ। सो स्टे ट्युन गाइज, आउँछ भ्लग दामी दामी। र अब हाम्रो गाउँको यात्रा सुरु भइसकेको छ। आज चाहिँ म स्कुटी कुदाइरहेको छु, दाइहरू चाहिँ अगाडि गइसक्नु भएको छ। र अब एकैचोटि हामी भेट्छौँ गाउँमा। A few moments later. सो फाइनली आइपुग्यो हामी गाउँ। र गाउँको दृश्य यस्तो छ, दामी 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 छ। है 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 है, दसैँ मनाउन फाइनली गाउँ आइयो। रमाइलो भएर छ। यहाँ छ मेरो जर्मन सेफर्ड। बाटो चाहिँ यस्तो छ, जङ्गलको बिचमा खिच्न पाइएन, त्यही पनि ठिकै छ। सो यताबाट देखिने भ्यू चाहिँ यस्तो छ है, पुरै डाँडै डाँडा। यस्तो मजाको छ भ्यू पनि, हेर्न मजा लाग्ने खालको। र यो माथि माथि जुन बादल बादल देखाएको छ, त्यो चाहिँ फुल माउन्टेन रेन्ज हो। अहिले बादल भएको कारणले देखाएको छैन, नभए यहाँ पुरै यसरी 180 डिग्रीमा माउन्टेन देख्छ। दामी छ। यहाँबाट तल त्रिशुली जाने बाटो चाहिँ यहाँ तलबाट छ। मजाको छ यस ठाउँ। सो यो चाहिँ हाम्रो पूजाको भाग हो सबैजनाको लागि। र यो चाहिँ हो मेरो भाग। अब भाइ यहाँ छ। सो हामीलाई दसैँ लागिसकेको छ, गाउँमा छौँ हामी। यहाँ छ भाइ। ए भ्लगमा केही हुन्न, झ्याप्प। र अब हामी रेडी भइसकेका छौँ, समय भइसक्यो। अब हामी आज टिका लाउँछौँ, रमाइलो गर्छौँ। हाम्रो इवान टिका लाउनको लागि पुरै रेडी भइसकेको छ। कस्तो लागिरहेछ गाउँ? रमाइलो लागिरहेछ? ल टिका लाउँछ, ल कुदा कुदा कुदा। सो फाइनली आएको छ नेपाली ढेँडो दामी पाराले। अब खानी हो झ्याप्प पाराले। टिका पनि लगाइयो मजाले। र वेदर चाहिँ यस्तो दामी छ। यता पुरै हुस्सु लगाइसक्यो, अघि डाँडासम्म मजाले देखिरहेको थियो। यहाँ हुस्सु लगाइसक्यो, हुस्सुले पुरै नजिक नजिक आइसक्यो हुस्सु पनि। मजा छ। हाम्रो गाउँ चाहिँ यतापट्टि छ, पहाडी पुरै जङ्गल जङ्गल, माथि वेदर यस्तो मजाको छ। सो हामी लाग्यो अब टिका लाएर लखर 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 गाउँको बाटो। यस्तो छ, अलिअलि सिन यस्तो छ। टोलीहरू यता हुनुहुन्छ मजाले, दाइहरू सबैजना मजाले हिँड्दैछौँ। गाउँघरतिर मजाले फ्रेस भएर हिँड्नुको छुट्टै मजा छ। जे होस्, छुट्टै रमाइलो छ। बाटो चाहिँ पुरै यस्तो छ, त्यही पनि चल्छ। यताबाट पहाडबाट चाहिँ सर्टकट थियो, सर्टकट नगएर हामी चाहिँ अब यताबाट जान्छौँ।
भर्याङको बाटो हो खतरा खाल्डो ल पानी परेर यस्तो बिजोग भयो अलिअलि अहिले पनि पानी पर्ला जस्तो भएर अलिअलि त्यही पनि ठिक छ पानी परे पनि नो प्रब्लम र बाटो चाहिँ यता छ तर हामी जान्छ यताबाट हो भर्याङको बाटो फुन्टुङ 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 गर्दै मजाले हिँड्ने हो चाप्पा लाएर यहाँ चाहिँ ढलान छ यहाँबाट चाहिँ ढलान छ ट्याक्क लाएर पुरै जङ्गलको बाटो मजाले हिँड्दैछौँ फ्रेस रमाइलो हुँदैछ अब कतिको हिँड्न सकिन्छ लेट्स सी ओहो उकालो त खतरनाक रहेछ हे अहिले नै थाकिसक्यो हिँड्ने बाटो बानी नभएपछि उकालो ओह्रालो गर नि स्यास्या हुँदो रहेछ एउटा चाहिँ टिङ्रिङ्ग त्यहाँ बस्यो दाहिरो बुवा चाहिँ आउँदै हुन्छ गाह्रो छ गाह्रो ए भर्याङको बाटो त एकछिनमै सक्यो अब यस्तो चाहिँ कच्ची छ बाटो बास खतरा इन्ट्रान्स गर्ने बाटो जङ्गलको बाटो देखाएको छ तर गाउँघरतिर हिँड्ने बाटो चाहिँ यस्तै हो सबै मजाले लुखुर लाएर फाइनली आइपुग्यो हामी चाहिँ माथि घर यहाँ छ गर्नु सबजना भित्र आउनुहुन्छ मजाले टिका लगाउनु लागि म पनि लगाउँछु टिका चप्पल लगाएर यहाँ चाहिँ छ पुरै बरेलाको बोट पुरै डाँडे जस्तो बनेको मजाको अनि अगाडि चाहिँ पुरै डाँडे छ मजाको टिका पनि लगाइयो के छ भान्टाङ बुन्टुङ हो के छ भान्टाङ बुन्टुङ भाउजू कस्तो लागिरहेछ भाउजू कस्तो म रमाइलो भएर दाइ ल हाम्रो यहाँ छ भाग र हामी अब पन्यो होइन ल आज हाम्रो खानेकुरा च्यापो यहाँ छ सुकुटी यहाँ छ चना यहाँ छ अचार अब खाने हो हामी दामी सो आजको दिन पनि सकिएको छ दसैँमा मजाले टिका सिका लगाइयो रमाइलो भयो सबैजनासँग रमाइलोसँग समय बिताउन पायो र हेर्दा रात पनि परिसक्यो र आजको भ्लग यहीँ अन्त गर्नेछु र बाँकी भ्लग पनि आउनेछ चाँडै आउनेछ है त।